आज मैले यत्रो एक भारी जनै मन तरेर आए कुरो चाहिँ के हो भन्दाखेरिमा आज चाहिँ रक्षाबन्धन रहेछ। फर्स्ट अफ अल चाहिँ हजुरहरू सबैजनालाई ह्याप्पी रक्षाबन्धन भन्न चाहन्छु। त्यही भएर म चाहिँ बिहान सबैले उठे, बाहिरको मौसम चाहिँ एकदमै हुस्सु लागेको थियो। कस्तो मलाई त जसै लागे जस्तो भाइब्स आइसकेको थियो बाहिर हेर्दा चाहिँ। नुहाउनको लागि चाहिँ अलिअलि पानी चिसो भइसकेको थियो। अब जाडो पनि पलाउन लाग्यो बिस्तारै है। नुहाउने कार्यक्रम पनि मैले सकिहालेँ। त्यसपछि म चाहिँ हातमा पैसा बोकेर जनै किन्नको लागि पसलतर्फ लागेँ र पसलमा गएर जनै किनेर लिएर आएर सबै पुरानो नयाँ जनैलाई मैले एकै ठाउँमा कलेक्सन गर्न लागेँ। त्यसपछि चाहिँ मैले जनैमा चाहिँ बेसार लाउन लागेँ। यो चाहिँ बेसार लाउनु पर्छ भन्ने सिद्धान्त रहेको छ हाम्रो पहिलेदेखि नै। त्यही भएर सर र बेसार लाएर मैले चाहिँ अब जनै मन तर्न जाँदा जनै चिनियोस् भनेर चाहिँ यता घिराउलोको फुल टिप्न लागेँ। घिराउलोको फुल टिपेर लिएर आएर मैले चाहिँ जनैमा सिउरेर म चाहिँ जनै मन तर्नको लागि लागेँ। यता फेरि आन्टीले मेरो पनि लैदेन भन्नुभयो अनि आन्टीको पनि मैले झोलामा प्याक गरेर म चाहिँ लागेँ। यता फेरि पल्लो घरे काकाले मेरो घरको पनि जनै लैदेन भन्दै हुनुहुन्थ्यो। यता दाइले फेरि गाउँभरिको सबै जनैलाई चाहिँ एकै ठाउँमा कलेक्सन गरेर मुठो बनाउँदै हुनुहुँदो रहेछ। मैले पनि मेरो सबै जनै चाहिँ त्यहीँ दिएँ। दाइले चाहिँ सबै जनेलाई एकै ठाउँमा मुठो बनाएर गाउँको नाम लेखिदिनु भयो। यति भएपछि त जनै हराउने त नो चान्स। त्यसपछि सबै जनेलाई प्लास्टिकमा प्याक गरेर त्यसलाई पनि झोलामा प्याक गरेर म चाहिँ यात्रातर्फ लागेँ जनै मन तर्नको लागि। अब लाग्न त लाग्यो गाउँभरिको जनै लिएर मन तर्नको लागि। फर्किने कति बेला हो, बाटो हेर्नु न, बाटो पुरै हुस्सु लाएर केही पनि देखिएको थिएन। केही समयको यात्रापछि बाटोमा चाहिँ हुस्सु लाग्न चाहिँ छोडिसकेको थियो। धानबारी हरियो देखिएको थियो। फाइनली म चाहिँ जनै मन तर्ने ठाउँमा पनि पुगिहालेँ। त्यहाँ पुगेर हेर्दा त कतै पनि जनै मन तर्ने सुरसारै भएको थिएन। उल्टो म चाहिँ यता अकाउन्टेन्ट हुन परिरहेको थियो। केही समयपछि हातमा चाहिँ यता पञ्चामृत आएको थियो। त्यो पिएर चाहिँ भित्र चाहिँ बल्ल सुरु भयो जनै मन तर्ने कार्यक्रम चाहिँ। मन्दिरभित्र चाहिँ सबैजनाको जनैलाई चाहिँ एकै ठाउँमा कलेक्सन गरेर जनै मन तर्ने प्रोसेस हुँदै थियो। अब यत्रो समय के गरेर बस्ने भनेको यता फेरि तास खेल्नुपर्छ भनेर सबैजना लाग्नुभयो। म पनि त्यहाँ सामेल भएर यसो तास खेल्न लागेँ एकछिन चाहिँ। यता तास खेल्ने चक्करमा उता त जनै मन तरेर पनि सकिसकेको रहेछ। सबैको पालो बोलाइराख्नु भएको रहेछ। मैले पनि मेरो जनै लिएर आएर झोलामा प्याक गरेँ। त्यसपछि म चाहिँ घरतर्फ लागेँ। यता फेरि घरमै जाने काकालाई बाटोमा भेटिहालेँ। उहाँलाई पनि बाइकको पछाडि राखेर सरर भ्यू देखाउँदै मैले चाहिँ घरतर्फ लिएर हिँडेँ। फाइनली म चाहिँ घरमा पनि आइपुगेँ। त्यसपछि घरमा आएर राखी साखी बाँधेर कार्यक्रम चाहिँ सकियो र आजको जनै पूर्णिमा पनि सकियो। हजुरहरू सबैजनालाई फेरि पनि ह्याप्पी जनै पूर्णिमा भन्न चाहन्छु।